नमस्कार साथीहरू, स्वागत छ तपाईहरुलाई मेरो अफिसियल युट्युब च्यानल टेक्निकल बसन्तमा। साथीहरू, टेक्निकल बसन्तको आजको यो भिडियोमा चाहिँ म तपाईहरुलाई सिकाउने छु कसरी चाहिँ तपाईले आफ्नो रियल रिसर्च एप्लिकेसनको अर्निङलाई चाहिँ एज अ गुगल गिफ्ट कार्ड चाहिँ लिन सक्नुहुन्छ। सो साथीहरू, भिडियो सुरु गर्नुभन्दा अगाडि चाहिँ तपाईले यस युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया च्यानललाई सब्स्क्राइब गरिदिनु होला र साथै भिडियो मन पर्छ भने एक लाइक पनि गरिदिनु होला र अहिलेलाई चाहिँ भिडियो सुरु गरिहालौं। ट्युटोरियलको भिडियो सुरु गर्नुभन्दा अगाडि चाहिँ तपाईहरुले अहिलेसम्म पनि रियल रिसर्च एप्लिकेसनमा काम गर्नुभएको छैन अथवा साइन अप गर्नुभएको छैन भने चाहिँ मैले भिडियोको लिंक अथवा एप्लिकेसनको लिंक चाहिँ डिस्क्रिप्सनमा दिनेछु। त्यहाँबाट चाहिँ तपाईले यो एप्लिकेसनलाई डाउनलोड गर्नु होला। साथीहरु, यो एप्लिकेसनमा चाहिँ अहिले लुट अफर चलेको छ। तपाईले अप टु 200 रुपैयाँ चाहिँ साइन अप बोनस पाउन सक्नुहुन्छ। र साथीहरु, अहिलेलाई चाहिँ भिडियो सुरु गरिहालौं। सो साथीहरु, तपाईले आफ्नो टीएनसी अर्निङलाई चाहिँ कसरी डककोइनमा कन्भर्ट गर्न सक्नुहुन्छ र डककोइनलाई चाहिँ कसरी सेन्ड गर्न सक्नुहुन्छ त्यो सबै मैले अघिल्लो भिडियोमा बताइसकेको छु। सो साथीहरु, त्यति स्टेप चाहिँ तपाईले अघिल्लो भिडियोबाट नै हेर्नु होला, किनभने यदि मैले त्यो स्टेप यहाँ दिएँ भने चाहिँ भिडियो एकदम लामो हुन्छ र तपाईलाई बुझ्न चाहिँ गाह्रो हुन सक्छ। सो अघिल्लो भिडियोलाई चाहिँ रिफर गर्नु होला। सो साथीहरु, उक्त भिडियोमा दिए अनुसार चाहिँ तपाईले आफ्नो टीएनसी करेन्सीलाई चाहिँ डककोइनमा कन्भर्ट गर्नु होला। म चाहिँ त्यो भिडियोको लिंक डिस्क्रिप्सनमा पनि दिनेछु अथवा माथि आई बटनमा पनि राखिदिनेछु। सिम्पली उक्त स्टेप चाहिँ फलो गर्नु होला। र साथीहरु, त्यति गरिसकेपछि तपाईले सिम्पली बिटरिफिल एप्लिकेसनलाई चाहिँ ओपन गर्नुपर्ने हुन्छ। सो साथीहरु, सिम्पली तपाईले एप्लिकेसन ओपन गर्नु होला र एप्लिकेसन ओपन गरिसकेपछि तपाईले सिम्पली त्यहाँनेर चाहिँ गेम्स भन्ने अप्सनलाई चाहिँ सिलेक्ट गर्नुपर्ने हुन्छ। जस्तो कि मैले चाहिँ यहाँनेर गेम्स भन्ने अप्सनलाई सिलेक्ट गरिसकेको छु। सो साथीहरु, त्यति गरिसकेपछि सिम्पली तपाईले तलपट्टि स्क्रोल गर्नुभयो भने चाहिँ यहाँनेर विविध गिफ्ट कार्डहरू देख्न सक्नुहुन्छ। जस्तो कि गुगल प्ले युएसए, गुगल प्ले इन्डिया लगायत अन्य गिफ्ट कार्डहरू पनि यहाँ रहेका छन्। सो म चाहिँ सिम्पली गुगल प्ले इन्डियामा चाहिँ क्लिक गर्छु। तपाईहरुले पनि आफ्नो आवश्यकता अनुसार चाहिँ सिलेक्ट गर्नु होला। सो साथीहरु, त्यसपछि चाहिँ तपाईले एमाउन्ट सिलेक्ट गर्नुपर्ने हुन्छ। सो तपाईलाई जति पनि एमाउन्ट चाहिएको छ उक्त एमाउन्ट चाहिँ सिलेक्ट गर्नु होला। जस्तो कि साथीहरु, यहाँनेर चाहिँ मैले 10 INR चाहिँ सिलेक्ट गर्छु। तपाईहरुले पनि सिम्पली आफ्नो आवश्यकता अनुसार चाहिँ एमाउन्ट सिलेक्ट गर्नु होला। र साथी, एमाउन्ट सिलेक्ट गरिसकेपछि तपाईले सिम्पली एड टु कार्टमा क्लिक गर्नु होला र सिम्पली चेकआउटमा चाहिँ क्लिक गर्नु होला। साथी, यति गरिसकेपछि तपाईले डककोइन डग भन्ने अप्सनमा चाहिँ क्लिक गर्नु होला। र साथी, यहाँले चाहिँ तपाईले विविध अप्सनहरू देख्न सक्नुहुन्छ। सो साथीहरु, तपाईले पेमेन्टमा हेर्नुभयो भने चाहिँ सेन्ड दिस एमाउन्ट भनेको छ र 22 डग लेखेको छ। यसको मतलब कि मैले चाहिँ 10 INR को लागि 22 डग सेन्ड गर्नुपर्ने हुन्छ। सो साथीहरु, सिम्पली तपाईले पनि कति डग सेन्ड गर्नुपर्ने हुन्छ त्यो चाहिँ पहिला चेक गर्नु होला। र चेक गरिसकेपछि टु दिस डककोइन एड्रेस भनेर तलपट्टि दिएको छ। सो त्यसमा चाहिँ क्लिक गर्नुभयो भने चाहिँ अटोमेटिकल्ली कपी भइहाल्छ। र साथीहरु, उक्त एड्रेस चाहिँ तपाईले कपी गरिसकेपछि सिम्पली तपाई हटबिट एकाउन्टमा जानुपर्ने हुन्छ। र साथीहरु, हटबिट एकाउन्टमा गइसकेपछि चाहिँ तपाईले सिम्पली यहाँनेर एड्रेसमा गएर त्यो एड्रेस एड गर्नुपर्ने हुन्छ। सो साथीहरु, यतापट्टि तपाईले एड्रेस एड गर्नको लागि चाहिँ सिम्पली प्लस बटनमा क्लिक गरेर चाहिँ एड्रेस एड गरेर चाहिँ आफ्नो एमाउन्ट कति सेन्ड गर्ने हो त्यो सिलेक्ट गरेर चाहिँ एक्सट्र्याक्ट गर्न सक्नुहुन्छ। सो कुनै कन्फ्युजन भएमा चाहिँ तपाईले मेरो अघिल्लो भिडियो हेर्न सक्नुहुन्छ। उक्त भिडियोमा चाहिँ लगभग तपाईले आफ्नो सम्पूर्ण कन्फ्युजनको एन्सर चाहिँ पाउनुहुन्छ। सो साथीहरु, यहाँनिर चाहिँ म कुनै पनि गेम नखेल्ने हुँदा चाहिँ मैले गुगल प्ले गिफ्ट कार्ड लिएको छैन। तर मैले जुन प्रोसेस बताएको छु यदि त्यो प्रोसेस चाहिँ तपाईले फलो गर्नुहुन्छ भने चाहिँ तपाईले इजिली चाहिँ गुगल प्ले गिफ्ट कार्ड लिन सक्नुहुन्छ। कुनै पनि त्यस्तो समस्या आउने छैन। र इनकेस समस्या आयो भने पनि म छु। मलाई चाहिँ तपाईले इन्स्टाग्राममा चाहिँ मेसेज गर्न सक्नुहुन्छ। म प्रायः जसो इन्स्टाग्राममा एक्टिभ नै हुन्छु।